नमस्ते सबैलाई। आजको भिडियोमा हामी जापानी भाषा सिक्न मद्दत गर्न, छिटोभन्दा छिटो जापानिज भाषामा कुरा गर्न र अरूले भनेको कुरा सजिलै बुझ्न सक्ने बनाउनका लागि दैनिक प्रयोग हुने जान्नै पर्ने जापानिज वाक्यहरू प्रस्तुत गर्दछौँ। तपाईको जापानी जीवन सहज बनाउन यी वाक्यहरूको निकै ठुलो महत्त्व रहन्छ। त्यसकारण पुरा भिडियो हेर्नुहोला। अब सुरु गरौँ। सुरुमा छ म टेबल सफा गर्दैछु। म टेबल सफा गर्दैछु भनेर जापानिजमा भन्नको लागि तेबुरु ओ काताजुकेमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? तेबुरु ओ काताजुकेमास। यो भनेको म टेबल सफा गर्दैछु भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। तेबुरु ओ काताजुकेमास। अर्को छ आजको योजना सकियो। आजको योजना सकियो भनेर जापानिजमा भन्नको लागि क्योनो योत्तेई वा वारिमासिता भनेर भन्नु पर्यो। के भन्नु पर्यो? क्योनो योत्तेई वा वारिमासिता। यो भनेको आजको योजना सकियो भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। क्योनो योत्तेई वा वारिमासिता। अर्को छ म पर्दा बन्द गर्दैछु। म पर्दा बन्द गर्दैछु भनेर जापानिजमा भन्नको लागि कातेन ओ सिमेमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कातेन ओ सिमेमास। यो भनेको म पर्दा बन्द गर्दैछु भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। कातेन ओ सिमेमास। अर्को छ चाँडै सुतौँ। चाँडै सुतौँ भनेर जापानिजमा भन्नको लागि हायाकुने मास्यौ भनेर भन्नु पर्यो। के भन्नु पर्यो? हायाकुने मास्यौ। यो भनेको चाँडै सुतौँ भन्ने बुझिन्छ। हायाकुने मास्यौ। अर्को छ भोलि पनि मेहनत गरौँ। भोलि पनि मेहनत गरौँ भनेर जापानिजमा भन्नको लागि आसिता मोगान बारी मास्यौ भनेर भन्नु पर्यो। के भन्नु पर्यो? आसिता मोगान बारी मास्यौ। यो भनेको भोलि पनि मेहनत गरौँ भन्ने बुझिन्छ। आसिता मोगान बारी मास्यौ। अर्को छ बाहिर हेर्नुहोस्। बाहिर हेर्नुहोस् भनेर जापानिजमा भन्नको लागि सोतो ओ मिते भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सोतो ओ मिते। यो भनेको बाहिर हेर्नुहोस् भन्ने बुझिन्छ। सोतो ओ मिते। अर्को छ म क्यामेरा ल्याउँदैछु। म क्यामेरा ल्याउँदैछु भनेर जापानिजमा भन्नको लागि खामेराओ तोत्तेकिमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? खामेराओ तोत्तेकिमास। यो भनेको म क्यामेरा ल्याउँदैछु भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। खामेराओ तोत्तेकिमास। अर्को छ थोरै आराम गरौँ। थोरै आराम गरौँ भनेर जापानिजमा भन्नको लागि चोत्तो यासुमिमास्यौ भनेर भन्नु पर्यो। के भन्नु पर्यो? चोत्तो यासुमिमास्यौ। यो भनेको थोरै आराम गरौँ भन्ने बुझिन्छ। चोत्तो यासुमिमास्यौ। अर्को छ यो खेल खेल्न मन छ। यो खेल खेल्न मन छ भनेर जापानिजमा प्रश्न गर्नको लागि कोनो गेमुदे आसोबिमासेनका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कोनो गेमुदे आसोबिमासेनका भनेर प्रश्न गर्नु पर्यो। यो भनेको यो खेल खेल्न मन छ भनेर जापानिजमा प्रश्न गरेको हो। कोनो गेमुदे आसोबिमासेनका। अर्को छ बाहिर हिँड्न मन छ। बाहिर हिँड्न मन छ भनेर जापानिजमा प्रश्न गर्नको लागि सोतो दे सान्पा सिमास्यौका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सोतो दे सान्पा सिमास्यौका। यो भनेको बाहिर हिँड्न मन छ भनेर जापानिजमा प्रश्न गरेको हो। सोतो दे सान्पा सिमास्यौका। अर्को छ तिमीले खाना खायौ। तिमीले खाना खायौ भनेर जापानिजमा प्रश्न गर्नको लागि गोहान वा मौता बेमासिताका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? गोहान वा मौता बेमासिताका भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको तिमीले खाना खायौ भनेर प्रश्न गरेको हो। गोहान वा मौता बेमासिताका। अर्को छ यो बक्सभित्र के छ। यो बक्सभित्र के छ भनेर जापानिजमा प्रश्न गर्नको लागि कोनो वा कोनो नाकानी नानीगा हाइतेइमास्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कोनो वा कोना नाकानी नानीगा हाइतेइमास्का भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको यो बक्सभित्र के छ भनेर जापानिजमा प्रश्न गरेको हो। कोनो वा कोनो नाकानी नानीगा हाइतेइमास्का। अर्को छ म पत्रिका लिन जाँदैछु। म पत्रिका लिन जाँदैछु भनेर जापानिजमा प्रश्न गर्नको लागि सिनबुन ओ तोरिनिकिमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सिनबुन ओ तोरिनिकिमास। यो भनेको म पत्रिका लिन जाँदैछु भन्ने बुझिन्छ। सिनबुन ओ तोरिनिकिमास। अर्को छ कोठा चिसो छ। कोठा चिसो छ भनेर जापानिजमा प्रश्न गर्नको लागि हेया वा सामुई देस्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? हेया वा सामुई देस्का भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको
कोठा चिसो छ भनेर जापानिजमा प्रश्न गरेको हो। हेया वा सामुई देशु का? अर्को छ सहयोग गरेकोमा धन्यवाद। सहयोग गरेकोमा धन्यवाद भनेर जापानिजमा भन्नको लागि तेचुदात्ते कुरेते आरिगातो भनेर भन्नु पर्यो। के भन्नु पर्यो? तेचुदात्ते कुरेते आरिगातो। यो भनेको सहयोग गरेकोमा धन्यवाद भन्ने बुझिन्छ। अर्को छ चिन्ता नगर्नुस्। चिन्ता नगर्नुस् भनेर जापानिजमा भन्नको लागि सिनपाई सिनाइदे कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सिनपाई सिनाइदे कुदासाई। यो भनेको चिन्ता नगर्नुस् भन्ने बुझिन्छ। सिनपाई सिनाइदे कुदासाई। अर्को छ ढिला भएकोमा माफी चाहन्छु। ढिला भएकोमा माफी चाहन्छु भनेर जापानिजमा भन्नको लागि ओसुकु नात्ते गोमेन्नासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? ओसुकु नात्ते गोमेन्नासाई। यो भनेको ढिला भएकोमा माफी चाहन्छु भन्ने बुझिन्छ। ओसुकु नात्ते गोमेन्नासाई। अर्को छ लुगा सुक्यो। लुगा सुक्यो भनेर जापानिजमा प्रश्न गर्नको लागि सेन्ताकु मोनो वा मौकावा किमासिताका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सेन्ताकु मोनो वा मौकावा किमासिताका भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको लुगा सुक्यो भनेर जापानिजमा प्रश्न गरेको हो। सेन्ताकु मोनो वा मौकावा किमासिताका। अर्को छ झ्याल बन्द भयो। झ्याल बन्द भयो भनेर जापानिजमा प्रश्न गर्नको लागि मादो ओ सिमेमासिताका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? मादो ओ सिमेमासिताका भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको झ्याल बन्द भयो भनेर जापानिजमा प्रश्न गरेको हो। मादो ओ सिमेमासिताका। अर्को छ कोठालाई न्यानो बनाउनुहोस्। कोठालाई न्यानो बनाउनुहोस् भनेर जापानिजमा भन्नको लागि कोनो हेया ओ आताताका कुसिते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कोनो हेया ओ आताताका कुसिते कुदासाई। यो भनेको कोठालाई न्यानो बनाउनुहोस् भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। कोनो हेया ओ आताताका कुसिते कुदासाई। अर्को छ आजको समाचार हेर्नुभयो। आजको समाचार हेर्नुभयो भनेर जापानिजमा प्रश्न गर्नको लागि क्यौनो न्युसु ओ मिमासिताका भनेर भन्नु पर्यो। के भन्नु पर्यो? क्यौनो न्युसु ओ मिमासिताका। यो भनेको आजको समाचार हेर्नुभयो भनेर जापानिजमा प्रश्न गरेको हो। क्यौनो न्युसु ओ मिमासिताका। अर्को छ त्यो आवाज के हो। त्यो आवाज के हो भनेर जापानिजमा प्रश्न गर्नको लागि आनो ओतो वा नान्देस्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? आनो ओतो वा नान्देस्का भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको त्यो आवाज के हो भनेर जापानिजमा प्रश्न गरेको हो। आनो ओतो वा नान्देस्का। अर्को छ सँगै रमाइलो समय बिताऊ। सँगै रमाइलो समय बिताऊ भनेर जापानिजमा भन्नको लागि इस्योनी तानोसी जिखान ओ सुगोसी मास्यौ भनेर भन्नु पर्यो। के भन्नु पर्यो? इस्योनी तानोसी जिखान ओ सुगोसी मास्यौ। यो भनेको सँगै रमाइलो समय बिताऊ भन्ने बुझिन्छ। इस्योनी तानोसी जिखान ओ सुगोसी मास्यौ। अर्को छ आगामी दिनमा पनि साथ दिनुस्। आगामी दिनमा पनि साथ दिनुस् भनेर जापानिजमा भन्नको लागि कोरेखारा मोयोरोसिकु ओनेगाइसिमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कोरेखारा मोयोरोसिकु ओनेगाइसिमास। यो भनेको आगामी दिनमा पनि साथ दिनुस् भन्ने बुझिन्छ। कोरेखारा मोयोरोसिकु ओनेगाइसिमास। अर्को छ दाँत माझ्ने समय भयो। दाँत माझ्ने समय भयो भनेर जापानिजमा भन्नको लागि हाओ मिगाकु जिखान देस्यो भनेर भन्नु पर्यो। के भन्नु पर्यो? हाओ मिगाकु जिखान देस्यो। यो भनेको दाँत माझ्ने समय भयो भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। हाओ मिगाकु जिखान देस्यो। अर्को छ हात पुस्नुस्। हात पुस्नुस् भनेर जापानिजमा भन्नको लागि तेओ फुइते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? तेओ फुइते कुदासाई। यो भनेको हात पुस्नुस् भन्ने बुझिन्छ। तेओ फुइते कुदासाई। अर्को छ म घरबाट निस्कदैछु। म घरबाट निस्कदैछु भनेर जापानिजमा भन्नको लागि इए ओ देमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? इए ओ देमास। यो भनेको म घरबाट निस्कदैछु भन्ने बुझिन्छ। इए ओ देमास। अर्को छ म चामल पकाउने मेसिन प्रयोग गर्दैछु। म चामल पकाउने मेसिन प्रयोग गर्दैछु भनेर जापानिजमा भन्नको लागि सुइहान कियो चुकाइमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? सुइहान कियो चुकाइमास। यो भनेको म चामल पकाउने मेसिन प्रयोग गर्दैछु भन्ने बुझिन्छ। सुइहान कियो चुकाइमास। अर्को छ भाँडाको ढकनी खोल्नुस्। भाँडाको ढकनी खोल्नुस् भनेर जापानिजमा भन्नको लागि
नाबे नो फुताओ आकेते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? नाबे नो फुताओ आकेते कुदासाई। यो भनेको भाँडाको ढक्कनी खोल्नुहोस् भन्ने बुझिन्छ। नाबे नो फुताओ आकेते कुदासाई। अर्को छ म तरकारी काट्दैछु। म तरकारी काट्दैछु भनेर जापानिजमा भन्नको लागि यासाई ओ किरिमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? यासाई ओ किरिमास। यो भनेको म तरकारी काट्दैछु भन्ने बुझिन्छ। यासाई ओ किरिमास। अर्को छ आराम गर्नुस्। आराम गर्नुस् भनेर जापानिजमा भन्नको लागि किगारा कुनिसिते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? किगारा कुनिसिते कुदासाई। यो भनेको आराम गर्नुस् भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। किगारा कुनिसिते कुदासाई। अर्को छ सफा गर्नु अघि केही खाऊ। सफा गर्नु अघि केही खाऊ भनेर जापानिजमा प्रश्न गर्नको लागि काता जुकेरु माएनी नानी काताबे मास्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? काता जुकेरु माएनी नानी काताबे मास्का भनेर प्रश्न गर्नु पर्यो। यो भनेको सफा गर्नु अघि केही खाऊ भनेर प्रश्न गरेको हो। काता जुकेरु माएनी नानी काताबे मास्का। अर्को छ कोही नुहाउँदैछन्। कोही नुहाउँदैछन् भनेर जापानिजमा प्रश्न गर्नको लागि दारे काओ फुरोनी हाइते इमास्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? दारे काओ फुरोनी हाइते इमास्का भनेर प्रश्न गर्नु पर्यो है। यो भनेको कोही नुहाउँदैछन् भनेर जापानिजमा प्रश्न गरेको हो। दारे काओ फुरोनी हाइते इमास्का। अर्को छ परिवारसँग रातिको खाना खाऊ। परिवारसँग रातिको खाना खाऊ भनेर जापानिजमा भन्नको लागि खाजो कुदे बान गोहान हो ताबे मास्यौ भनेर भन्नु पर्यो। के भन्नु पर्यो? खाजो कुदे बान गोहान हो ताबे मास्यौ। यो भनेको परिवारसँग रातिको खाना खाऊ भन्ने बुझिन्छ। खाजो कुदे बान गोहान हो ताबे मास्यौ। अर्को छ मेरो झोला ल्याइदिनुस्। मेरो झोला ल्याइदिनुस् भनेर जापानिजमा भन्नको लागि वातासिनो खाबानो तोत्ते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? वातासिनो खाबानो तोत्ते कुदासाई। यो भनेको मेरो झोला ल्याइदिनुस् भन्ने बुझिन्छ। वातासिनो खाबानो तोत्ते कुदासाई। अर्को छ प्लेट त्यहाँ राख्नुस्। प्लेट त्यहाँ राख्नुस् भनेर जापानिजमा भन्नको लागि ओसाराओ सोकोनी नाराबेते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? ओसाराओ सोकोनी नाराबेते कुदासाई। यो भनेको प्लेट त्यहाँ राख्नुस् भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। ओसाराओ सोकोनी नाराबेते कुदासाई। अर्को छ मलाई यो तरबार देखाउनुहोस्। मलाई यो तरबार देखाउनुहोस् भनेर जापानिजमा भन्नको लागि कोनो कातानाओ मिसेते कुदासाई भनेर भन्नु पर्यो। के भन्नु पर्यो? कोनो कातानाओ मिसेते कुदासाई। यो भनेको मलाई यो तरबार देखाउनुहोस् भन्ने बुझिन्छ। कोनो कातानाओ मिसेते कुदासाई। अर्को छ सधैँ तपाईको सहायता पाएको छु। सधैँ तपाईको सहायता पाएको छु भनेर जापानिजमा भन्नको लागि इचुमो ओसेवानी नात्ते ओरिमास भनेर भन्नु पर्यो। के भन्नु पर्यो? इचुमो ओसेवानी नात्ते ओरिमास। यो भनेको सधैँ तपाईको सहायता पाएको छु भन्ने बुझिन्छ। इचुमो ओसेवानी नात्ते ओरिमास। अर्को छ अहिले अलि गाह्रो छ। अहिले अलि गाह्रो छ भनेर जापानिजमा भन्नको लागि इमावा चोत्तो मुजु खासी देस्ने भनेर भन्नु पर्यो। के भन्नु पर्यो? इमावा चोत्तो मुजु खासी देस्ने। यो भनेको अहिले अलि गाह्रो छ भन्ने बुझिन्छ। इमावा चोत्तो मुजु खासी देस्ने। अर्को छ ठिक छ कुनै आपत्ति छैन। ठिक छ कुनै आपत्ति छैन भनेर जापानिजमा भन्नको लागि दाइजोबु देस खामै मासेन भनेर भन्नु पर्यो। के भन्नु पर्यो? दाइजोबु देस खामै मासेन। यो भनेको ठिक छ कुनै आपत्ति छैन भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। दाइजोबु देस खामै मासेन। अर्को छ आफ्नो ख्याल गर्नुहोस्। आफ्नो ख्याल गर्नुहोस् भनेर जापानिजमा भन्नको लागि किओ चुकेते भनेर भन्नु पर्यो। के भन्नु पर्यो? किओ चुकेते। यो भनेको आफ्नो ख्याल गर्नुहोस् भन्ने बुझिन्छ। सबैजनाले ध्यान दिएर सुन्नुहोस्। किओ चुकेते। अर्को छ केही मद्दत चाहिन्छ। केही मद्दत चाहिन्छ भनेर जापानिजमा भन्नको लागि नान्दे मोता सुकेगा हिच्यौ देस्का भनेर भन्नु पर्यो। के भन्नु पर्यो? नान्दे मोता सुकेगा हिच्यौ देस्का भनेर प्रश्न गर्नु पर्यो। यो भनेको केही मद्दत चाहिन्छ भनेर जापानिजमा प्रश्न गरेको हो। नान्दे मोता सुकेगा हिच्यौ देस्का।
आजको भिडियो यही सकिन्छ। भिडियोमा हामीले दैनिक प्रयोगमा आउने जापानी वाक्यहरू सिक्यौं। यसलाई सुन्दै सम्झदै अभ्यास गर्दै जापानी भाषा बोल्ने कोसिस गर्नुहोला। यदि यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। पुनः अर्को भिडियोमा भेटौँला। धन्यवाद।